प्रायः जसो धेरै मान्छे म आफ्नो पनि कुरा गर्छु कहिलेकाहीँ अचानक फिल हुन्छ कि अरे मेरो मुखमा कस्तो यो धातु जस्तो टेस्ट छ अजीब किसिमको एउटा टेस्ट अलि नमिठो टेस्ट आइरहेछ केले गर्दा आयो अब पक्कै होला खानाले गर्दादेखि लिएर धेरै कुरा होला तर त्यस्तो खालको टेस्ट आउने बित्तिकै जुन त्यो नमिठो गन्ध आउन थाल्छ त्यसले के पेसेन्ट तर्सिनुपर्छ कि मलाई केही फरक परिरहेछ र म डक्टरमा जानुपर्ने हो अब टेस्ट कस्तो हो भन्ने कुरा मैले अघि नै भने नि अघि पनि हामीले गन्धकै कुरा गरिराख्दाखेरि कस्तो किसिमको गन्ध आइरहेछ भन्ने कुरा इम्पोर्टेन्ट छ होइन अब जस्तै मैले हजुरलाई भने डायबिटिक पेसेन्ट हुनुहुन्छ मलाई थाहा छ नन डायबिटिक हो होइन र उहाँको अचानक मुखबाट अब त्यो फ्रुटको सडेको फ्रुटको स्मेल आउन थाल्यो एकछिनमा मान होइन भनेपछि उहाँ त्यसले चाहिँ के देखाइरहेको हुनसक्छ भन्दाखेरि उहाँको सुगर लेभल एकदम बढ्या हुनसक्छ त्यसलाई किटोन ब्रेथ भन्छ है अब त्यो एउटा भनौँ न इन्डिकेसन दियो नि त मुखले हाम्रो मुख चाहिँ हाम्रो शरीरको मिरर हो भन्छ क्या हामीले ऐना हो भन्छ ऐना हो भन्छ होइन अनि जस्तै कसैलाई रुगा खोकी लागेको छ कफ भइरहेछ भने खोकिरहेको हुन्छ होइन क्रोनिक ब्रोन्काइटिसको केस छ त्यस्तो केस छ भने एउटा त्यसले पनि स्मेल आइरहेको हुन्छ मुखमा होइन त्यो मेटालिक नै हुन्छ कतिचोटि होइन त्यो अर्कै स्मेल हुन्छ कहिलेकाहीँ ग्यास्ट्राइटिसकै के छ एसिडिटी छ एकदम हाई एसिडिटी भइरहेछ मुख अमिलो पानी आइरहेछ त्यसको पनि स्मेल आइदिरहेको हुन्छ भनेपछि त्यसले कहीँ न कहीँ हाम्रो मेडिकल कन्डिसनतिर आउन त देखाइरहेछ नि त पुस गरिरहेछ नि त किडनीको समस्या पनि आउँछ पेसेन्टको किडनी त्यो स्मेल मुखसम्म आइपुग्छ होइन भनेपछि यदि मुखमा कुनै त्यस्तो केही छैन समस्या र तापनि आइरहेछ भने एकचोटि आफ्नो फिजिसियनलाई भनौँ न त्यो देखाउन राम्रै हुन्छ कि थाहा हामीले कुनै अरू रोग जुन डायग्नोज अननोन छ अनडायग्नोज छ त्यो डायग्नोसिस हुन्छ कि भनेपछि त्यस्तो जुन अमिलो टेस्ट छ सँगसँगै दाँत पनि अलिकति पहेँलो कलर भइरहेको हजुर त्यो चाहिँ चिन्ताजनक हुन्छ दाँतको जुन हाम्रो रङ छ कलर छ प्रायः सेतो भनौँ न ओफ सेडमा हो होइन जब सेतोबाट पहेँलो हुन थाल्छ त्यसको कारण के हुनसक्छ एउटा त हजुरको एक्सटर्नल स्टेन बाहिरी दाग होइन अब बाहिरी दाग कहाँबाट आयो त भनेपछि चिया कफी वा अरू कुनै कलर्ड सो कोक फ्यान्टाहरू भनौँ न हाम्रो जुन कार्बोनेटेड ड्रिङ्क्सहरू छ विभिन्न किसिमको मार्केटमा त्यो धेरै खाने बानी छ के छ त्यहाँबाट त्यो कलर डिपोजिसन भइरहेको हुन्छ स्मोकिङ गर्ने मान्छेमा कालो टिपिकली स्मोकर्स स्टेन भन्छौँ हामीले हजुरको यो तालु भागमा भित्री भागमा कालो स्टेनहरू दागहरू हुन्छ हामी त्यो हेरेर भन्न सक्छौँ उहाँ स्मोक गर्नुहुन्छ भनेर होइन त्योहरू एक्सटर्नल भयो त्यो त्यति चिन्ताजनक हुनसक्छ त्यो एउटा कस्मेटिक इस्युजहरू भनौँ वा त्यसले ब्याक्टेरिया कलेक्सन एकुमुलेसनमा केही मात्रामा त्यसले इन्हान्स गर्ला सरसफाइ गरेर निको हुने चिज तर अब अर्को कारण के हुनसक्छ भन्दाखेरि प्राय ग्यास्ट्रिक रिफ्लक्स मुखमा अमिलो पानी आउने होइन पेटको अमिलो पानी मुखमा आउने अब त्यसमा एकदम त्यो हाइली एसिडिक हुन्छ त्यो एसिडले गर्दा हाम्रो इनामेल अलिकति त्यसले पातलो बनाउँदै लान्छ र जब दाँतको इनामेल कम हुन्छ भित्रबाटको जुन हाम्रो डेन्टी नेक्स्ट लेयर जुन हुन्छ नि त्यो चाहिँ पहेँलो हुन्छ त्यो पहेँलोपन देखिन सुरु हुन्छ त्यस्तै धेरै एसिडिक खाना खाने बानी भएको मान्छेहरू जस्तो अमिलो चुस्ने जस्तो कागतीहरू वा कोल्ड ड्रिङ्क्स नै हाम्रो कार्बोनेटेड ड्रिङ्क्स नै धेरै खाने मान्छेहरूमा पनि यो समस्या देखिन्छ भनेपछि कस्तो किसिमको पहेँलोपन हो त होइन अब ग्यास्ट्रिक रिफ्लक्सले गर्दा भने ग्यास्ट्रिकको ट्रिटमेन्टमा लाग्नु पऱ्यो कार्बोनेटेड ड्रिङ्कले गर्दा हो भने त्यसलाई छोड्नु पऱ्यो अब धेरै चिया कफी खाएर भइरहेको हो भने कम गर्न सकिन्छ भने कम गर्नु होइन भने रेगुलर डेन्टिस्टमा गएर त्यसलाई सफा गराउनु होइन त्यसलाई त्यो रूपमा लिनु पर्यो डाक्टर साहब नेपाल स्वास्थ्य पहुँच समयमा सबैमा